आदौ रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनं वैदेही हरणं जटायुमरणं सुग्रीवसम्भाषणम् बालिर्निर्दलनं समुद्रतरणं लङ्कापुरीदाहनं पश्चाद् रावणकुम्भकर्णहननम् एतद्विरामायणम्। श्री रामचंद्र भगवान की। आदि कवि भानुभक्त कृत नेपाली रामायण महात्म्य। एक दिन नारद सत्यलोक पुगी गया, लोको गरौँ हित भनी ब्रह्मा ताई थिया पर्या चरणमा खुसी गराया पनि। क्या सोच्छौ तिमी सुध भन्छु म भनी, मर्जै भया त्यो दशै। ब्रह्माको करुणा पुजेर ऋषिले बिन्ती गरायो तसै। हे ब्रह्मा जति छन् शुभाशुभ सबै सुनिरया छु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा प्राणी दुराचार भई, गर्न्या छन् सब पाप अनेक तरहका निजका मतिमा गई। साँचो बात गरैन कोही अरूकै, गर्नन् त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष, गर्नन् असल हो भनी। कोही जन्त परस्त्रीमा रत हुनन्, कोही त हिंसा महा। देहैलाई त आत्मा जानिरहनन्, नास्तिक पशु झै यहाँ। कलिकाल सुरु भएपछि कलिकालका मान्छेहरू कस्तो हुन्छन् भन्ने चाहिँ वर्णन यहाँनिर गर्न हुँदैछ। साँचो बात कसैले पनि गर्दैन, अर्काको निन्दा गर्नमा, अर्कालाई हेपेर भन्न, अर्कालाई नराम्रो भन्न यसरी विचार गर्दछन् कलिकालका मान्छे। र आफ्नो धन त छँदैछ, अर्काको धन कसरी खान पाइन्छ, अर्काको धन खानलाई अभिलाष है। र धन खाएर पनि त्यसलाई सही मान्छन्। अर्काको धन खायो अनि सही मानौ, सबै त्यसकै पछि परिरहन्छन् अरे। अब कोही मान्छेहरू परस्त्रीमा अर्काकी श्रीमती मन पराइरहने अथवा विवाह गर्ने, र कोही हिंसामा मांसादि खानमा कुनै पाप छैन, यो खानुपर्छ नि भन्ने कुरामा लाग्छन् अथवा मान्छेमा मार्नमा तत्पर रहन्छन्। र आफ्नो देहैलाई भनेको आफ्नै शरीरलाई चाहिँ आत्मा जान्दछन् अरे। आत्मा शरीरभित्र होइन, यो शरीर नै आत्मा हो भन्ने मान्छे धेरै हुन्छन् अरे। शरीर छ त सबै छ, छैन त आत्मा नै यही हो भनेर मान्छेहरूले भन्छन्। र अब सबै मान्छेहरू चाहिँ कस्तो हुन्छन् भन्दाखेरि भगवानदेखि र वेद वेदाङ्ग शास्त्रदेखि पर रहेका, भगवानलाई नपत्याउने नास्तिक पशु झै तहाँ नास्तिक पशु झै हुन्छन् भनेर यहाँनिर सुरु हुँदैछ। अर्को पाठमा फेरि सुन्नुहुनेछ। यो भिडियोलाई तपाईँहरूले सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, र कस्तो भयो यसको जानकारी पनि दिनु होला।